बिजुलीको बिल अनलाइनबाट सजिलैसँग पेमेन्ट गर्न सक्नुहुनेछ। खल्ती एपबाट आफ्नो बिजुलीको बिल कसरी पेमेन्ट गर्ने? आज म खल्ती एपबाट कसरी हजुरले कम्युनिटी बेस्ड इलेक्ट्रिसिटीको पेमेन्ट गर्न सक्नुहुन्छ भनेर सिकाउन गइरहेको छु। जुनमा रहेको छ बुटोल पावर कम्पनी र अन्य साना कम्पनीहरू रहेका छन्। ती कम्पनीहरूको कसरी हजुरले अनलाइनबाट पेमेन्ट गर्न सक्नुहुन्छ भनेर सिकाउन गइरहेको छु। आउनुहोस् हेरौँ। खल्ती ओपन गर्नु होला। खल्ती ओपन गरिसकेपछि यहाँ धेरै अप्सनहरू दिएको छ। भ्यू अल भन्नेमा जानु होला। भ्यू अलमा गएपछि हजुरलाई लास्टतिर देखाएको छ कम्युनिटी इलेक्ट्रिसिटी भनेर। कम्युनिटी इलेक्ट्रिसिटीमा जानु होला। यहाँबाट धेरै इलेक्ट्रिसिटीहरूको पेमेन्टहरू गर्न सक्नुहुनेछ। कम्युनिटी बेस्ड इलेक्ट्रिसिटीहरू त्यो मध्ये सबभन्दा टपमा रहेको छ बुटोल पावर कम्पनी। म आज हजुरलाई बुटोल पावर कम्पनीको पेमेन्ट गरेर देखाउने छु। हजुरलाई यहाँ नोटिस पनि दिएको छ। RS100 सम्मको लागि हजुरलाई 3.39 पैसा लाग्छ भनेको छ र 100 बाट माथिको लागि 5.56 चार्ज लाग्छ भनेको छ। अब हजुरले काउन्टर कोड चुज गर्नु होला। काउन्टर कोड कहाँको हो हजुरको? म BPC वालिङ चुज गर्छु र अर्को रहेको छ कन्ज्युमर नम्बर, ग्राहक नम्बर हजुरले टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि हजुरले कन्ज्युमर आइडी, ग्राहक क्रम संख्या टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि हजुरले गेट डिटेल्समा जानु होला। त्यसपछि यहाँ डिटेल देखाएको छ कन्ज्युमर नेम, एड्रेस, मिटर नेम, एमाउन्ट कति छ, चार्जहरू लागेको छ भने चार्ज, सर्भिस फी लिएको छ भने सर्भिस फी यहाँ जोडिनेछ र टोटल देखाउनेछ। सबै हेरिसकेपछि ठिक छ भने प्रोसिडमा क्लिक गर्नु होला। त्यसपछि हजुरले कसरी पेमेन्ट गर्न चाहनुहुन्छ, ब्याङ्कको थ्रुबाट अथवा खल्ती वालेटबाट, खल्ती वालेट चुज गर्नु होला। त्यसपछि सक्सेसफुली कम्प्लिटेड ट्रान्ज्याक्सन भनेको छ, ओके गर्नु होला। यसरी नै हजुरले कम्युनिटी बेस्ड इलेक्ट्रिसिटीको पेमेन्टहरू गर्न सक्नुहुनेछ। यदि हजुरलाई कुनै पनि कन्फ्युजन भयो भने मलाई कमेन्ट गर्नु होला। धन्यवाद।